सो गुड आफ्टरनुन एभ्री वान होइन। अब मैले गुड आफ्टरनुनको टाइममा बनाएँ, त्यही भएर गुड आफ्टरनुन। जुन बेला भिडियो हेर्दै हुनुहुन्छ गुड मर्निङ गुड नाइट है सबैको लागि। तर मेन भिडियो यो मैले किन यस्तो प्याटर्नमा ल्याएँ भ्लगबाट सिधै भन्दाखेरि चाहिँ आज चाहिँ मलाई चाहिँ तपाईँहरूलाई चाहिँ एउटा कुरा भन्नु मन लाग्यो। द हार्स रियालिटी अफ रियालिटी अफ कमन इन्ट्रान्स एक्जामिनेसन भनेको क्वेसन्स लाइक क्वेसन कस्तो आउँछ भन्दाखेरि एक should we join institute, should we only do self study, बुक्स कुन कुन फलो गर्ने, अनि मोटिभेसन जस्तो कुराहरू कहाँबाट लिने, मोटिभेसन कन्सिस्टेन्सी कसरी मेन्टेन गर्ने, तपाईले चाहिँ के गर्नुभयो, हो यी सबै क्वेसनको एन्सर मलाई क्वेसनहरू मलाई धेरैजनाले सोध्नुभयो होइन, धेरैजनाले सोध्नुभयो। अनि हामीले व्हाइट कोट लन्च गर्नुको कारण चाहिँ के थियो भन्दाखेरि चाहिँ धेरैलाई चाहिँ यो क्वेसनमै अल्झिएर चाहिँ होइन, धेरैलाई चाहिँ सीईमा फस्नुहुन्छ यस्तै क्वेसनमा स्ट्रेस लिने। फर इक्जाम्पल एउटा फलाना व्यक्तिले चाहिँ होइन उसले चाहिँ पढिरहेको थियो होइन, पढिरहेको थियो, सेल्फ स्टडी गरिरहेको थियो होइन। अनि उसलाई चाहिँ एकचोटि आएर चाहिँ उसलाई गाइडेन्सको कमी फिल भयो अरे कि पढ्न चाहिँ उसँग सबै स्रोत थियो तर उसलाई गाइडेन्सको कमीको फिल भयो, जसले गर्दाखेरि ऊ स्ट्रेसमा गयो। स्ट्रेसमा गएपछि एक्जाम क्लियर हुँदैन। त्यसकारण हामीले अनि आइएममा सर्वे गर्दाखेरि पनि इन्स्टिट्युट त जसले पनि पढाउँछ तर एउटा गाइडेन्सको रूपमा चाहिँ होइन, गाइडेन्स वा एउटा ट्रिक हुन्छ नि, कुन बेला के गर्दा ठिक, कुन बेला के नगर्दा ठिक। अब मैले एक्लैले गरेँ मेरो एउटा मात्र पाथवेले हुँदैन। सो विथ द कोलाब्रेसन अफ आवर को टिममेट्स होइन हामीले चाहिँ के लन्च गऱ्यौँ, व्हाइट कोट लन्च गऱ्यौँ, व्हाइट कोट लन्च गऱ्यौँ। यो व्हाइट कोटमा जोइन हुनको लागि तपाईँले हामीलाई मेसेज गर्दा हुन्छ होइन, फेसबुक इन्स्टाग्राम जेमा पनि। अनि सिट्सहरू लिमिटेड छ। अनि त्यसपछि यो क्वेसनहरूको एन्सर थाहा पाउनु छ भने नि त हार्स रियालिटी अफ सिई तपाईँहरूले कहाँ जोइन गर्नुपर्ने हुन्छ, व्हाइट कोट है त। सी यू गाइस देयर।